मसँग चाहिँ गाइज आज आँप रहेको छ। यो आँपको के बनाऊँ भनेर सोचिरहेको थिएँ। मलाई चाहिँ झटपट मिठो लाग्ने मलाई आँपको मुरब्बा याद आयो। म आँपको मुरब्बा बनाउन थालेँ। त्यो मुरब्बा बनाउनलाई मसला तयार गर्नको लागि मैले धनिया भुट्न लागेँ। धनिया राम्रोसँग भुटेर मैले मिक्सरमा राखेँ। मिक्सरमा धनिया राखिसकेपछि मैले जिरा भुटेँ। त्यसपछि रातो खुर्सानी, त्यसपछि त्यो सबै एकै ठाउँमा हालेर मिक्सरमा पिसेँ। त्यसपछि मैले चाहिँ आँप छिल्नतर्फ लागेँ। आँप छिटो छिटो छिल्दै राखेँ त्यो भाँडामा। आँप यसै गरेर धेरै काटेँ अनि त्यसलाई चाहिँ काट्नतर्फ लागेँ मसिनो मसिनो एकदम राम्रो आकारमा। मैले चाहिँ सबै आँप काटेर सकाइसकेँ। त्यसपछि कढाई बसालेँ अनि त्यसमा तेल राखेँ अनि मेथी, लसुन अनि रातो खुर्सानी राखेँ अनि त्यसमा भेली पनि राखेँ। त्यसलाई मजासँग चलाइसकेपछि त्यसलाई एकैछिन पाक्नलाई राखेँ। त्यो चाहिँ राम्रोसँग पाकिसकेपछि मैले आँप हालेँ। आँपलाई राम्रोसँग चलाएँ अनि त्यसमा थोरै स्वादअनुसार नुन अनि धनियाको अघि नै पिसेको धनियाको धुलो अनि त्यसलाई राम्रोसँग चलाएँ, छोपिदिएँ। त्यसपछि छोपेर हेर्दाखेरि हल्का पाक्न लागेको थियो।